तिलक ब्लाङ्गा भन्ने स्टेसनमा छु। यहाँ चाहिँ एउटा ओरेन्ज रहेछ होइन, अटोमेटिकवाला ओरेन्ज जुस लिएर बाहिर जान्छ, गर्मी छ। अनि पार्क जस्तो छ, त्यहाँ गएर बसेर खानालाई टेक अवे भन्ने मात्र छ। अब यहाँ चाहिँ पैसा हाल्नु पऱ्यो। पैसा हाल्यो मैले, बन्दै रहेछ 2%, 36% भयो। अनि सुन्तला यहाँ छ, सुन्तला त्यहाँबाट खस्यो। म त हराएँ भन्ने टेन्सन भएको थियो। म चाहिँ पाँचवटा हराएको, कहाँ गयो भनेर तनाव भइरहेको थियो क्या मलाई। सिग्नलहरू त पाउनु पर्ने, यो खोजेको खोजेकै भएको थियो, तन्ना तल रहेछ। देखियो, यो टावरको नाम हो केपल बे भन्छ यसलाई चाहिँ। यो चाहिँ रेजिडेन्सियल हो, लग्जरी रेजिडेन्सियल हो। यहाँ चाहिँ मान्छेहरू बस्नलाई एकदम फ्रेस। जक्सन रोडबाट क्रस गर्दैछु म। यहाँ चाहिँ एउटा नर्सिङ होम रहेछ। प्री स्कुल रहेछ यहाँ, प्री स्कुल रहेछ यहाँ चाहिँ। रोडमा पानी आएछ, बनाउँदैछ उनीहरूले। यहाँ काम कसरी राख्छ, पहिला एरिया सेक्युर गरे, अहिले कहाँसम्म सेक्युर गर्ने भनेर एरिया सेक्युर गर्दैछ। सेफ्टी फर्स्ट थियो। पहिला एरिया सेक्योर, त्यसपछि बल्ल अरू काम। म हेन्डरसन ब्रिज जाँदैछु। हेन्डरसन वेव्स अथवा हेन्डरसन ब्रिज भनेको चाहिँ जमिनी सतहबाट 37 मिटर भन्दा माथि चाहिँ बनाइएको एउटा पेडेस्ट्रियन हो, मान्छे हिँड्ने। जङ्गलको बिच जस्तोमा, त्यहाँबाट वरिपरि सबै देख्न पाइन्छ। नजिकको रहेछ। बेलुकामा जाम न त हेर्न भनेर गएको। त्यहाँको डिजाइनै बवाल छ अरे भन्ने कुरो भयो। त्यही हेर्न जाँदैछु। देखिन थालेछ है हेन्डरसन ब्रिज चाहिँ देखिन थाल्यो। मैले देख्न थालेँ ब्रिज चाहिँ माथिपट्टि छ, माथिपट्टि देखेको जुन ब्रिज छ, यही ब्रिज हेर्न आएको म आज चाहिँ। यही ब्रिज हो। वेभको प्याटर्नमा छ। ऊ हेन्डरसन है कसले भनेको डिजाइन गरेको भएर चाहिँ हेन्डरसन वेभ राखेको रहेछ। म जाँदैछु त्यहाँ। 7 बजेपछि चाहिँ बत्ती बल्छ अरे, बवाल देखिन्छ अरे। म अहिले 5 बजे 1-2 घन्टा म त्यतै डुल्छु, बेलुका राम्रै फर्किन्छु।
पब्लिक भेहिकल यति धेरै चल्छ यहाँ। सिङ्गापुरले नेचुरल ब्युटीलाई कसरी जोगाएछ कि होइन, आफूसँगै भएको नेचुरल ब्युटीलाई चाहिँ यस्तो मजाले जोगाएको देख्न पाइयो अरे होइन। हाम्रो देश त हामी यसै पनि नेचुरल्ली रिसोर्स भएको ठाउँ छौँ। विकास चाहिँ मलाई के लाग्थ्यो भने पहिला चाहिँ अलि पहिला त्यो डाँडा काँडा धेरै भएर चाहिँ हाम्रो देश विकास हुन नपायो होला नि भन्ने लाग्थ्यो कि। ल यहाँ चाहिँ कुखुरा हो कि के हो यो गफ गर्दा गर्दै देख्न पाएँ मैले। के हो यसको नाम ल कसलाई थाहा नि भन्नु पऱ्यो। यहाँ कुखुरा जस्तै छ। यहाँ चाहिँ नेचुरल रिसोर्स अनि इन्भाइरोमेन्ट सराउन्डिङ यस्तो बचाएको कि होइन। भनेपछि यो खालको नेचुरल कुरालाई यहाँ जोगाउनु परिरहेको छ सी लेभलको लेभलमा भएको कन्ट्रीमा होइन। अनि हाम्रो देशमा त हामीले नेचुरल रिसोर्सलाई कसरी जोगाउनु पर्ने रहेछ त यार, कतिको जोगाउनु पर्ने रहेछ त्यसले त च्यालेन्ज भन्दा नि यसमा चाहिँ हामीले खोज्नुपर्ने रहेछ। विकास भनेको भत्ताभुङ्ग बनाउने लथालिङ्ग बनाउने मात्र रहन्छ कि प्रकृतिलाई जोगाएर पनि विकास गर्न सकिन्छ भन्ने कुरा चाहिँ यसले देखाइरहेको छ। मान्छे उहाँबाट हेरेर म माथि पुग्ने हो ब्रिजमा। एन्डरसन वेभ्स यहीँ हेर्न आएको म एन्डरसन वेभ्समा। एन्डरसन वेभ्स यसलाई टेलोक ब्लाङ्गा हिल पार्क पनि भन्दो रहेछ। एन्डरसन वेभ्स रेजिडेन्ट डिजाइन अवार्ड 1000बाट सम्मानित रहेछ। 2008मा पनि भएछ यो एन्डरसन वेभ्स। यो ब्रिज चाहिँ यहाँनिर स्टार्ट हुन्छ। ब्रिज चाहिँ हामीले यस्तो चिजहरू त कति बनाउन सक्छौँ होला एउटा डाँडाबाट अर्को डाँडामा जानको लागि एज अ टुरिस्टिक पर्पजमा पनि हामी कति बनाउन सक्छौँ होला होइन। यहाँको रमाइलो त मैले हिजो पनि कुरा गरिसकेको थिएँ। पब्लिक प्लेसेस जहाँ पनि एडी हुन्छ नि यहाँ पनि छ। दिस इज एडी वेभ्स जस्तो प्याटर्नमा चाहिँ राखेको भएर त्यो चाहिँ एन्डरसन वेभ्स भनेर राखेको रहेछ। चाहिँ सबै बत्ती बल्छ यो चाहिँ एन्डरसन वेभ त्यो राखेको रहेछ। यहाँ र अब पुरै सिङ्गापुर मजाले देख्न पाइन्छ। रोड मुनि छ। यहाँबाट केपल बे अघि मैले देखेको त्यहीँ थियो। पुरै आहा मिठो आयो। पुरै यो चाहिँ उसकै हो, यो चाहिँ उडान नै हो सिङ्गापुरको आर्किटेक्चर। विशेष वेभ प्याटर्नमा छ। हावा नि मस्त लागिरहेछ, मस्त हावा लागिरहेछ। Je devrais ravancer un peu, non? Parce qu'il y a des fois pour faire retrouver.
समुद्र देखियो तल गाडी हिँडिरहेछ चाहिँ धेरै सबै मान्छे जस्तोले चाहिँ पेट पाल्ने नै रहेछन् क्या कुकुर बिरालो सबजनाले पाल्ने नै रहेछ यहाँ चाहिँ स्टेसनबाट के देखिन्छ त यहाँबाट भनेर लेखेर रहेछ त साउथर्न आइसल्यान्ड यो चाहिँ साउथर्न आइसल्यान्ड रहेछ त देखेको भाग त्यसपछि यो देखेको यो केपल बे हो अघि मैले सुरुमै देखाएको यहाँदेखि रहेछ एउटा चर्च देखिने रहेछ इन्स्ट्रक्सन पुरै छ गरिम भइरहेको थियो आनन्द आयो बल्ल मजाको यता झन् गोवाले देखिँदो रहेछ सिटी भ्यू चाहिँ यता दामी देखिँदो रहेछ है आधुनिक विकास भनेकै त होला प्रकृति नेचर पनि छ डेभलपमेन्ट पनि छ सँगसँगै ब्यालेन्स छ दुइटै यो कति टाढा रहेछ यता हेरमै कहाँसम्म छ यो एन्डरसन ब्रिज मेन पोइन्टमा पुगेर आउन त सुटिङ भइरहेछ बिचको अलिकति भाग ध्यान पाइनँ किनकि त्यहाँ फिल्म सुटिङ भइरहेको रहेछ क्या त्यही भएर म यता आएर बसेँ त्यहाँ चाहिँ फिल्म सुटिङ भइरहेछ फिल्म सुटिङ भइरहेछ यहाँ चाहिँ माथिपट्टि पार्क जस्तो रहेछ अनि आउँदा आउँदै अब खाना मन लाग्यो भने पाइयो यहाँ पेप्सी सबै छ यहाँ पानी पर्दियो भने ठ्याक्कै माथि आउने बित्तिकै त्यता वेब्सतिर गएर बसौँ कि जस्तो लाग्यो यार फिल्म सुट हुँदै थियो बिचराहरू यहाँ क्यामेरा बोकेर आउनु पऱ्यो फिल्म सुट हुँदै थियो पानी पर्थ्यो बिचरा फिल्म सुट हुन आउनु पऱ्यो सिङ्गापुरमा पानीको भर नै छैन तनाव भयो डेन्जरै पानी पर्यो
1 घन्टा भयो पानी परेको बिदै हुँदैन खैबाट निस्किनै पाइन्न पानी परिरहेको मस्त पानी परिरहेको छ यहाँ इभिनिङको भ्यू राम्रो हुन्छ भनेर आएको पानी पर्यो अब आधी घन्टा जति छ अझै यहाँ बत्ती बल्छ अरे के बबालाई त्यही भएर बसेको अब बसौँ कि जाम कि नेक्स्ट टाइम आम कि भइरहेछ अब फेरि पानी परेमा अलिक तलै जानुपर्ने छ फेरि बस चढ्नलाई त्यति तल जानुपर्छ यो बाटो पुरै हिँडेरै जानुपर्छ बाटो पानी त बिदा आउँदैछ मान्छेले के शौखिन हुन्छ यार के को शौखिन हुँदैछ सिङ्गापुरमा कसैको बिरालो कसैको प्यारोट मजाले प्यारोट लिएर हिँड्दा छ नि धेरैको यो जगिङ गर्ने रुट टोरिङ रुट पनि हो यो काठ छ नि यो चाहिँ फेरि सालकै काठ हो क्या यो बनेको यसलाई चाहिँ बलाउड भन्दो रहेछ यहाँ चाहिँ बलाउड भन्दो रहेछ के रहेछ त यो बलाउड भनेको भनेर सर्च गरेको बलाउड भनेको चाहिँ सालकै काठ रहेछ क्या यो चाहिँ सालकै काठबाट बनाएको हो 7 बज्यो वहाँ सी छ समुद्र यहाँ छ है चाहिँ हेन्डरसन वेव्स भयो पुरै यस्तो वेभ जस्तो बनेको हेन्डरसन वेभ भयो दुईवटा
माउन्ट पार्क जाने रहेछ। त्यही भएर सी इन द नेक्स्ट ब्लग सिङ्गापुरको अर्को ठाउँ देखाउने छु। मेरो च्यानल चाहिँ सब्सक्राइब गर्नु।